आफ्नै हातले रोपेको आफ्नो बारीमा फल्दाखेरि यसरी अर्ग्यानिक कुरा खानु पाउँदाखेरि एकदमै खुसी लाग्दो रहेछ साथीहरू। मैले चाहिँ यो अस्ति रोपेको 3 महिना जस्तो भयो होइन, अन्त यसरी फल्दाखेरि धेरै खुसी लाग्दो रहेछ, जसमा कि हामी चाहिँ अब कुनै पनि प्रकारको बाहिरको अब युरियाहरू केहरू पनि लाउँदैन म, हामी आफै खानुपर्छ भनेर। अन्त धेरै खुसी लाग्दो रहेछ साथीहरू। हेर्नुहोस् न थुप्रै फल्दैछ मेरो हो, यो फल्दैछ, यो चाहिँ अब म टिप्नु आँटेको होइन। अन्त यहाँतिर पनि धेरै फल्दैछ, यो थुप्रो छ हो यहाँतिर पनि। अन्त धेरै खुसी लाग्दो रहेछ हो। अन्त टिप्नु आँटेको यो चाहिँ अब न्वागी भनौँ न, अब फर्स्ट खाँदैछु हो। यो चाहिँ म छुरीले काट्नु आँटेको छु कि, अन्त तपाईँहरूले छुरीले पनि टिप्नु सक्नुहुन्छ, हातले पनि बचाउन सक्नुहुन्छ। र यसको बोट छ नि साथीहरू, त्यो चाहिँ तपाईँहरूले अझै राख्नुहोस्, किन भन्दाखेरि कतिजनालाई चाहिँ थाहा छैन होला यसको बोट। मलाई पनि त पहिला नयाँ फर्स्टमा त थाहा थिएन हो। अन्त यो चाहिँ राख्नु पर्दो रहेछ र यसबाट चाहिँ फेरि नयाँ फल्छ साथीहरू। यो साइडबाट हुन्छ नि नयाँ आउँछ। अन्त मैले चाहिँ यो टिपिसकेको छु। मेरो हातलाई चाहिँ इग्नोर गर्नुहोस् है साथीहरू, भर्खर साग रोपिसकेको हो।